साथीहरू नमस्कार। ठुलो संख्यामा खुलेको कोशी प्रदेश 5औं तहको जुन 62 जना खुल्लामा मात्रै खुलेको छ, टोटल हैन तपाईको लगभग 100 जनाको हाराहारीमा खुलेको छ यो भ्याकेन्सी। र यसमा चाहिँ तपाईको पाठ्यक्रम कस्तो रहेको छ त 5औं तहको भनेर हेर्नेछौँ है त। अब यो पाठ्यक्रम कसमा लागू हुन्छ, यो प्रथम पत्र र पत्र चाहिँ तपाईको प्रशासन, लेखा, राजस्व, आलेप, आन्तरिक लेखा परीक्षण सबैमा एउटै हो है। प्रथम पत्र एउटै हो र द्वितीय पत्रमा चाहिँ अब यसमा फरक होला, त्यो कुराहरू हामी हेर्छौँ है त। यो पाठ्यक्रम चाहिँ पहिला कम्प्लिटली हेर्नु होला, त्यसपछि बल्ल तपाईँले तयारी थाल्नुभयो भने राम्रो हुन्छ है। सजिलो छ, दुईवटा पेपर मात्रै रहेको छ। जिके आइक्यू तपाईँको राम्रो छ भने चाहिँ यसको तयारी चाहिँ अहिलेबाट थालिहाल्नुहोस् है त। यसमा चाहिँ सबै जोडिन्छ कि जोडिँदैन, 100% जोडिन्छ कि नै, नेगेटिभ मार्किङ हुन्छ कि नै, हैन, बीचमा ग्याप कति हुन्छ लगायतका कुराहरू धेरै सोधिरहनु भएको छ। म सबै कुराहरू भन्ने छु। भिडियोलाई अन्त्यसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यसका सेटहरू पनि यही च्यानलमा आउने हुनाले निकै महत्त्वपूर्ण है मेटेरियलहरू यो च्यानलमा आउँछ। सब्स्क्राइब चाहिँ गरिहाल्नु होला है त। सब्स्क्राइब गर्नुभयो भने चाहिँ तपाईको त्यो नयाँ कुराहरू आएको तपाईलाई थाहा हुन्छ। र भिडियोलाई एकचोटि लाइकमा क्लिक गर्नुहोस्। हेरौँ है त। अब र यसको डेली अनलाइन एक्जाम तथा फिडब्याकमा सहभागी हुन चाहिँ स्क्रिनमा देखाएको भाइबर नम्बरमा भाइबर मेसेज गर्नु होला। पर सेट ओन्ली 20 रुपिस पर्छ र यो भिडियो अपलोड गर्दाको दिन तपाईँ जोइन गर्नुहुन्छ भने 10 रुपिसमा नै हामी गरिदिन्छौँ है त। यो चाहिँ अफर हो, 1 डे अफर हो। अब कहिले हेर्दै हुनुहुन्छ भिडियो। अब तपाईको प्रथम चरण हुन्छ। प्रथम चरणमा जिके आइक्यू है, जिके र जिके एन्ड आइक्यू हुन्छ तपाईको है। जिके आइक्यू हुन्छ। जिके आइक्यूमा चाहिँ तपाईको एमसीक्यू हुन्छ है। एमसीक्यू मल्टिपल चोइस क्वेसन हुन्छ है, बहुवैकल्पिक हुन्छ। यो चाहिँ तपाईको 4 वटा अप्सन दिन्छ, 50 वटा प्रश्न, 2 अङ्कका दरले, समय 45 मिनेट है। एउटा क्वेसनको लागि तपाईको जम्मा जम्मी 45 सेकेन्ड मात्रै हुन्छ है साथीहरू। र यो सकिन्छ पनि। उत्तीर्ण 40 हो, यसमा 45 ल्याउन पर्दैन है। जिके र आइक्यू हुन्छ। सामान्य ज्ञान भनेको जिके, सामान्य भौतिक परीक्षण भनेको आइक्यू। र दोस्रो पत्र हुन्छ, द्वितीय पत्र हुन्छ। यसको बीचमा ग्याप हुन्छ है, तपाईको 1 महिना जस्तो ग्याप रहेको छ। 1 महिना जति ग्याप पछि हुन्छ प्रथम चरणको इक्जाम हुन्छ। त्यसपछि तपाईँ त्यसमा पास गर्नुहुन्छ। पास गरेपछि मात्रै द्वितीय चरण दिनुहुन्छ है। र प्रथम चरणको इक्जाम भएको 1 महिनापछि द्वितीय चरणको इक्जाम छ। ठ्याक्कै 1 महिना जति, 1 महिना 5 दिन जति छ, तोकिसकेको छ। मैले डिटेलमा भ्याकेन्सीको भिडियो राखिसकेको छु। यसमा चाहिँ द्वितीय पत्रमा तपाईको 8 वटा प्रश्न 5 अङ्कका दरले 40 र 6 वटा प्रश्न 10 अङ्कका दरले 60 गरेर कति भयो, 40 र 60 100 अङ्कको हुन्छ। समय यसमा 3 घण्टा रहेको छ है। सजिलो रहेको छ, अन्य भन्दा धेरै सजिलो हो। अब अन्तिम चरणमा कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता हुन्छ। कम्प्युटर स्किल टेस्ट इन्टरभ्यू हुन्छ है। कम्प्युटर सिप परीक्षण यो भइहाल्यो, यो हेर्नु परेन। अब यो पाठ्यक्रमलाई चाहिँ यसरी गरिएको छ, ठिक छ। प्रश्नपत्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनेछ। नेपाली वा अङ्ग्रेजी भनेको चाहिँ एउटामा मात्रै हुन्छ भनेको छ है साथीहरू। त्यो भएर तपाईले इङ्ग्लिसबाट पनि बुझ्ने हुनु पर्यो, नेपालीबाट पनि। हामी क्वेसन हराउँदा त्यही तरिकाले गराउँछौँ। ग्रुप जोइन गरिहाल्नुहोस् अहिले। अब लेख्ने बेलामा चाहिँ तपाईले नेपालीबाट मात्रै लेख्छु भन्दा पनि हुन्छ, इङ्ग्लिसबाट मात्रै लेख्छु भन्दा पनि हुन्छ, वा दुईटै भाषा मिक्स गरेर लेख्छु भन्दा पनि हुन्छ है। अब यसमा नेगेटिभ मार्किङ हुन्छ। तपाईले मानौ 5 वटा प्रश्न मात्रै एटेन्ड गर्नुभयो अरे, मानौ 5 वटामा सबै मिलाउनु भयो भने 5 दुना कति आउँछ, 10 नम्बर तपाईले ल्याउनुहुन्छ। तर यहाँ के हुन्छ, मानौ तपाईले एउटा बिगार्नु भयो, 4 वटा 5 वटा गर्नु भएको छ, एउटा बिगार्नु भयो, 4 वटा मिलाउनु भयो भने 4 × 2 गर्दा 4 दुना 8 नम्बर आउनु पर्ने हो। तर एउटा पनि बिगारेको हुनाले -0.4 है। 2 को तपाईको 20% कति हुन्छ, बाइ 100 गर्नुहोस् त। 0 ले यो 0 काट्यो, 4/10 गर्दा 0.4 आउँछ नि। यो 0.4 चाहिँ माइनस हुन्छ है। यो नयाँ साथीहरू कोही हुनुहुन्छ भने मैले भनिदिएको गर्दा तपाईको जम्मा नम्बर आउने भयो 7.6 मात्रै आउने भयो के है। 8 नम्बर नआएर 7.6 आयो, यसरी भनेको हो। अनि यो क्याल्कुलेटर प्रथम पत्र परीक्षामा कुनैमा पनि युज गर्न मिल्दैन है क्याल्कुलेटर चाहिँ। अनि तपाईको अरु त्यस्तो तपाईले थाहा पाउनु पर्ने कुरा यसमा चाहिँ प्रथम चरणको चाहिँ 100% जोडिन्छ है। धेरै साथीहरूले यो सोधिरहनु भएको, अरुमा अरु प्रदेशकोमा कोहीमा 50% जोडिन्छ, शङ्कमा जोडिँदै जोडिन्न, त्यही भएर यसमा पनि जोडिन्न कि भन्नुभयो होला। यसमा चाहिँ 100% जोडिन्छ, 100 पूर्णाङ्क नै जोडिन्छ है।
जतिको तति जोडिन्छ के यसमा। यो भएर प्रथम पत्रलाई चाहिँ बहुत फोकस गरेर पढ्नुपर्ने छ है। त्यसपछि यो नयाँ पाठ्यक्रम हो, मैले गत वर्ष पनि यो पाठ्यक्रम राखिदिएको, यो वर्ष पनि राखिदिएँ, अर्को वर्ष पनि खुल्छ है। यसमा चाहिँ खुला अर्छ। चौथो तहमा अब झ्याममा भ्याकेन्सी खुल्छ, सिलेबस सेम छ, पाँचौँमा निस्केन भने पनि तपाईँको चौथोमा 100% हो। तयारी थाल्नुहोस्, निस्किन्छ। अब हेर्छौँ हामीले के छ त हेर्छौँ है त। अब सामान्य ज्ञानमा विश्वको भूगोलबाट तपाईँले पढ्नुपर्छ, नेपालको भूगोल र विश्वको भूगोल दुईवटा कुरा पढ्नुपर्छ। त्यसपछि इतिहास पढ्नुपर्छ, नेपालको इतिहास र विश्वको इतिहास। त्यसपछि सामाजिक एवं सांस्कृतिक अवस्था पढ्नुपर्छ तपाईँले, नेपालका धर्म, जात जाति, जनसङ्ख्या कुराहरू। त्यसपछि कोशी प्रदेशको भौगोलिक सामाजिक अवस्था अनि नेपालको आर्थिक अवस्था, विज्ञान र प्रविधि, पारिस्थितिक पद्धति भन्ने पढ्नुपर्छ। त्यसपछि अन्तर्राष्ट्रिय सङ्घ संस्था, यी संयुक्त राष्ट्र सङ्घहरू, यिनीहरू पढ्नु पर्यो। अनि समसामयिक करेन्ट अफेयर पढ्नु पर्यो है। अनि योजना बजेटका कुरा पढ्नु पर्यो। अनि नेपाली भाषा लेखन शैलीको विकासका लागि आवश्यक यो नेपाली भाषाको व्याकरण तपाईँले पढ्नुपर्छ। अनि अङ्ग्रेजी भाषा पनि पढ्नुपर्छ है। हामी यसको पनि नोट तपाईँलाई राखिदिन्छौँ। योबाट कति पूर्णाङ्क सोध्छ भनेपछि तपाईँको दुईवटा प्रश्न हो क्यारे, दुईवटा हेरौँ त, 11 र 12 है। 1.11 र 12 यहाँ हेर्छौँ है त हामी कति क्वेसन सोध्छ, मैले बिर्सिसकेँ है। 11 र 12 दुईवटै यही छ है, दुईवटा यही छ। दुईवटा नेपालीबाट 2टा प्रश्न, इङ्ग्लिसबाट 2टा प्रश्न सोध्छ, यति नै हो। अनि सामान्य भौतिक परीक्षण भनेको छ, यसमा चाहिँ तपाईँको 30 पूर्णाङ्क मात्रै सोध्छ है, 30 पूर्णाङ्क सोध्छ। जीके 70 भयो, यो 30 यही हो। अनि अब तपाईँको अब यहाँ चाहिँ तपाईँको के छ त, नमुना प्रश्नहरू राखेको छ। यी नमुना प्रश्नहरूको मैले एन्सर सहित, यी सबैको एन्सर सहित गत वर्षको सेट 1 मा राखेको थिएँ। तपाईँले हेर्नु होला, यही च्यानलको कोशी प्रदेश सेट 1 मा राखेको थिएँ। अहिले चाहिँ नयाँ क्वेसनहरू राखिन्छ है। यी सबै यिनीहरूको एन्सर के हो, यी सब क्वेसनहरूको एन्सर मैले अलरेडी राखिसकेको छु यो च्यानलमा। च्यानललाई सब्सक्राइब गर्नुहोस्, आफै निस्किन्छ, पछि देखिन्छ पनि है त। यो भयो। त्यसपछि हाम्रो यो फर्स्ट पेपर भइसकेपछि हामी केमा जान्छौँ त, अब सेकेन्ड पेपरमा जानु पर्यो होइन त। सेकेन्ड पेपर पनि के को हेर्छौँ त हामीले, सामान्य प्रशासन होइन, प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, सबैको चाहिँ एउटै छ क्यारे पाठ्यक्रम है, सबैको एउटै छ, एकदम बवाल छ क्या यो त। अब यसमा चाहिँ नेपालको आर्थिक अवस्था एवं सामाजिक अवस्था पढ्नु पर्यो तपाईँले, यहाँ हेर्नुहोस् के पढ्नुपर्छ। त्यसपछि अर्को नेपालको संविधान र संवैधानिक सरकारहरू, यो कुराहरू पढ्नु पर्यो। त्यसपछि सार्वजनिक सेवा सञ्चालन र व्यवस्थापन, कार्यालय व्यवस्थापन, यिनीहरू पढ्नु पर्यो। अरू त के छ र, यति नै हो है त साथीहरू। त्यसपछि लेखा र लेखा राजस्व प्रणाली, यिनीहरू पढ्नु पर्यो। यी पढ्नुभयो भने तपाईँ पास गरिहाल्नुहुन्छ। ओके साथीहरू, अरू कुनै डाउट भयो कमेन्ट गर्नु होला। बाइ।